तपाईको इन्टरनेसनल मिडिया र नेपाली मिडियाले चाहिँ खुम्बु क्षेत्र अति नै फोहोर छ भनेर उनीहरूले प्रस्तुत गर्छ मिडियामा, तर यहाँ चाहिँ तपाईको फोहोर व्यवस्थापनको लागि धेरै कार्यहरू भइरहेछ। ओरिजिनल नाम चाहिँ जोमोलुङमा हेलो नमस्ते, मेरो नाम चाहिँ लक्ष्मण लामा। म चाहिँ सगरमाथा नेक्स्ट भन्ने भिजिटर सेन्टरको अपरेसन म्यानेजर। सो हाम्रो सगरमाथा नेक्स्ट भन्ने भिजिटर सेन्टरले चाहिँ अहिले खुम्बु क्षेत्रमा फोहोर व्यवस्था सम्बन्धी के काम भइरहेको छ त्यसको बारेमा बुझाउँछ। किनकि तपाईँको इन्टरनेसनल मिडिया र नेपाली मिडियाले चाहिँ खुम्बु क्षेत्र अति नै फोहोर छ भनेर उनीहरूले प्रस्तुत गर्छ मिडियामा, तर यहाँ चाहिँ तपाईँको फोहोर व्यवस्थापनको लागि धेरै कार्यहरू भइरहेछ, जसमा चाहिँ तपाईँको महत्त्वपूर्ण हात चाहिँ सगरमाथा पोल्युसन कन्ट्रोल कमिटी र एसपीसीसी भन्ने एउटा संस्था छ, जुन चाहिँ लोकलले यहीँ हजुरको 33 वर्ष अगाडि खोलेको थियो। त्यो संस्थाले चाहिँ हजुरको चाहिँ 30 वर्ष यता चाहिँ वर्षै नै 200 टन जति फोहोर उठाएर खुम्बु क्षेत्र सफा राख्न महत्त्वपूर्ण भूमिका खेल्नु भइरहेको छ। र उहाँहरूलाई फोहोर यो क्षेत्रबाट बाहिर झिक्नको लागि चाहिँ उहाँहरूले चाहिँ तपाईँको क्यारिङ ब्याग भन्ने क्याम्पेन चलाउनु भइरहेछ, जसमा चाहिँ उहाँहरूले एउटा ब्यागमा 1 किलो जति फोहोर राखेर त्यो फोहोर तपाईँको ब्याग चाहिँ नाम्चीको पुलिस चेक पोइन्ट र प्याङबोचीमा राख्नुहुन्छ। अनि जोसुकै चाहे त्यो विदेशी पर्यटक होस् या नेपाली पर्यटक घुम्न आउनुहुँदैछ भने तपाईँहरू फर्किने क्रममा चाहिँ प्याङबोची कि त नाम्चीको पुलिस चेक पोइन्टबाट त्यो ब्याग बोकेर लुक्लामलाई छोडेर खुम्बु क्षेत्र सफा राख्न सबैजनाले आफ्नो साथीबाट हातेमालो गर्नु सक्नुहुन्छ। र हाम्रो भिजिटर सेन्टर सगरमाथा नेक्स्टमा चाहिँ हामीले फोहोरको परिभाषा चेन्ज गर्नलाई चाहिँ सिजनै पछि एकजना विदेशी र एकजना नेपाली आर्टिस्ट लिएर आएर हजुर देख्नु भएको चाहिँ फोहोरबाट सामान बनाउँछौँ, ताकि मान्छेले फोहोरलाई फोहोर नभइकन फोहोरलाई मोहोर भनेर चिनाउनु भनेर चाहिँ हामीले यो कार्य गरिरहेको छौँ। र अहिलेसम्म चाहिँ हाम्रो सेन्टरमा तपाईँको 10जनाभन्दा बढी आर्टिस्ट आएर हजुरको 100वटाभन्दा बढी आर्ट पिस बनाएको छ। र हामीले चाहिँ त्यो आर्ट पिसहरू बेच्छौँ पनि, र बेचेको आर्ट पिसबाट उठेको पैसा चाहिँ हामी चाहिँ एज अ नन प्रफिट अर्गनाइजेसन काम गर्ने भए भएर चाहिँ आफ्नो अपरेसनल कस्ट बाँकी पैसा चाहिँ यही खुम्बु क्षेत्रको तपाईँको फोहोर व्यवस्थापन सम्बन्धी फोहोर व्यवस्थापनको लागि पूर्वाधारहरू निर्माण गर्नको लागि चाहिँ त्यो पैसा खर्च गर्छौँ। धन्यवाद। नमस्ते, यहाँनिर चाहिँ आर्टिस्टहरूले आएर फोहोरबाट आर्ट पिसहरू बनाउने गर्नुहुन्छ। अनि यो चाहिँ हाम्रो ग्रिसको आर्टिस्टले बनाउनु भएको रियाले। अनि यो चाहिँ उहाँले सबै एल्युमिनियम क्यानहरू युज गरेर बनाउनु भएको। अनि लाइक हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ एभरेस्टको आर्ट हो। लाइक हजुरको यो चाहिँ एभरेस्ट नुक्से होइन। अनि उहाँले चाहिँ यहाँनिर यो बो राख्नु भएको, स्कर्ट राख्नु भएको चाहिँ किन भन्दाखेरि हाम्रो यताको लोकल मान्छेहरूले चाहिँ एभरेस्टलाई चाहिँ एज अ फिमेल गडेसको रूपमा लिन्छ। अनि त्यही भएर चाहिँ उहाँले यो फेमिनिन भाइब्स दिनको लागि राख्नु भएको। अनि उहाँले चाहिँ एभरेस्टको चाहिँ ओरिजिनल नेम युज गरौँ भनेर चाहिँ लाइक यो आर्ट पिस बनाउनु भएको। अनि एभरेस्टको ओरिजिनल नाम चाहिँ जोमोलुङमा। अनि उहाँको प्रोजेक्टको नाम चाहिँ मेरो नाम हो। यो चाहिँ क्यानेडियन आर्टिस्टले बनाउनु भएको आर्ट पिस हो। अनि यो चाहिँ उहाँले आफ्नै पेपर बनाउनु भएर कार्डबोर्ड बक्सहरू युज गरेर अनि यो माथि चाहिँ पेन्टिङ बनाउनु भएको छ। अनि हाम्रो आर्टिस्टको नाम चाहिँ केली। यो चाहिँ हाम्रो यही सिजनको नयाँ आर्ट पिस हो। अनि यो चाहिँ हामी नेपाली आर्टिस्टले बनाउनु भएको कुमार थापा। अनि उहाँले चाहिँ लाइक यो सबै वेस्टहरूबाट बनाउनु भएको। उहाँले याक बनाउनु भएको छ, अनि हात बनाउनु भएको छ लाइक, अनि फेस, अनि यो चाहिँ लियो पार्ट बनाउनु भएको छ है। यो सबै एल्युमिनियम क्यान युज गरेर बनाउनु भएको। हजुर, मैले यहाँ अगाडि मान्छे सुतिरहेको जस्तो देखेको, के हो यो खास? यो मान्छे सुतिरहेको चाहिँ तपाईँको के हो भन्दाखेरि लाइक अब हामी जस्तो पनि बानी चाहिँ जहाँ खायो त्यहीँनिर फोहोर छोडेर हिँड्ने बानी छ। अनि त्यसरी फोहोर चाहिँ नछोडौँ, आफूसँग लिएर आऊँ भनेर यो एउटा त्यही आर्ट पिसै हो यो पनि।